आफ्ना 3 परमाणु साइटहरूमा रातारात हमला गरेर फर्किएको अमेरिका अब अन्ततः युद्धको दलदलमा फसेको इरानले बताएको छ। उसले इजरायलसँगको आफ्नो युद्धमा अमेरिका प्रत्यक्ष होमिएकाले अब यसको भारी मूल्य चुकाउनु पर्ने पनि चेतावनी दिएको छ। तर अमेरिकी अधिकारीहरूले भने आफ्नो देश इरानसँगको युद्धमा नरहेको प्रतिक्रिया दिएका छन्। यद्यपि अमेरिकामा अहिले उच्च सतर्कता अपनाइएको छ। इरानले अमेरिकामाथि गर्ने आक्रमणको डर अमेरिकीहरूसम्म पुगेको छ। इरानले आफ्नो नौसेना शक्तिले होर्मुजको जलडमरू मध्यम बन्द गर्ने लगायत धेरै तरिकाले बदला लिन सक्छ भन्ने अमेरिकी गुप्तचर एजेन्सीहरूले चेतावनी दिएका छन्। यो चेतावनीपछि न्यूयोर्कको प्रहरी विभागले एक्समा एउटा पोस्टमा सतर्कता अपनाउँदै न्यूयोर्कका धार्मिक, सांस्कृतिक र कूटनीतिक स्थलहरूमा अतिरिक्त सुरक्षा बढाइएको बताएको छ। वाशिंटन डीसी, लस एन्जलस र सान फ्रान्सिस्को जस्ता प्रमुख अमेरिकी शहरहरूमा हाई अलर्ट घोषणा गरिएको छ। विमानस्थल, सैन्य अड्डा र सार्वजनिक स्थानहरूमा सुरक्षा बढाइएको पनि खबर आएको छ। यसबीच इरानले स्ट्रेट अफ होर्मुज बन्द गर्ने बताएपछि अमेरिकाले चीनलाई गुहारेको छ। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले चीनलाई यसबारे पहल गर्न आग्रह गरेका छन्। स्ट्रेट अफ होर्मुज विश्वको करिब 1/4 तेल र ग्यास आपूर्तिको प्रमुख मार्ग हो। रुबियोको टिप्पणी इरानी राज्य सञ्चालित टेलिभिजनको रिपोर्टपछि आएको हो, जसमा इरानको संसदले पर्सियन गल्फको प्रवेशद्वारमा पर्ने यो साँघुरो जलमार्ग बन्द गर्ने प्रस्ताव पारित गरेको भनिएको थियो। रुबियोले फक्स न्यूजमा भने, म चिनिया सरकारलाई आग्रह गर्छु कि उनीहरूले इरानलाई फोन गरेर सो कदम नचाल्न सम्झाउन्, किनभने चीन आफै पनि स्ट्रेट अफ होर्मुजमा धेरै हदसम्म निर्भर छ। उनले चेतावनी दिँदै थपे, यदि इरानले यस्तो गर्छ भने त्यो ठूलो गल्ती हुनेछ। त्यो त उनीहरूको आर्थिक आत्महत्या सरह हुनेछ। विश्लेषकहरूका अनुसार स्ट्रेट अफ होर्मुज बन्द गर्ने अधिकार इरानी संसदको नभएर सुरक्षा निकायहरूसँग रहन्छ। साथै इरान आफै पनि आफ्ना निर्यात र अर्थतन्त्रका लागि यो मार्गमा निर्भर भएकाले यस्तो कदम इरानका लागि पनि अत्यन्त जोखिमपूर्ण हुन सक्छ। यदि स्ट्रेट अफ होर्मुजमा आपूर्ति अवरुद्ध भयो भने त्यसले विश्व अर्थतन्त्रमा गम्भीर असर पार्नेछ। तेलको मूल्य आकस्मिक रूपमा बढ्ने र त्यसको प्रत्यक्ष मार चीन, भारत, जापान जस्ता प्रमुख आयातकर्तामा पर्नेछ। चीन इरानको सबैभन्दा ठूलो तेल ग्राहक हो। यता अमेरिकाले शनिबार इरानका 3 प्रमुख आणविक स्थलमा आक्रमण गरेपछि इरानी विदेश मन्त्रीले आइतबार बिहान देशको सार्वभौम सत्ता रक्षा गर्न सबै विकल्पहरू खुला राखिएको चेतावनी दिएका थिए। इरानी सरकारी सञ्चार माध्यमका अनुसार इरानी संसदले होर्मुज स्ट्रेट बन्द गर्न प्रस्तावमा समर्थन जनाएको छ। अमेरिकी ऊर्जा सूचना प्रशासन EIA का अनुसार सन् 2024 मा होर्मुज स्ट्रेट हुँदै दैनिक 20 मिलियन ब्यारल कच्चा तेल अर्थात् विश्वको कुल तेल खपतको 20% प्रभावित भएको थियो। गोल्डम्यान सैक्स र परामर्शदाता संस्था रेपिडान एनर्जीका अनुसार यदि होर्मुज स्ट्रेट लामो समयसम्म बन्द भयो भने तेलको मूल्य प्रति ब्यारल $100 भन्दा माथि पुग्न सक्छ। जेपी मोर्गनका विश्लेषकहरू इरानले होर्मुज बन्द गर्ने सम्भावना कम रहेको बताउँछन्। अमेरिकाले यस्तो कदमलाई युद्धको घोषणाको रूपमा लिन सक्ने भएकाले इरानले यो कदम नउठाउने उनीहरूको तर्क छ। विदेश मन्त्री रुबियोले इरानले होर्मुज स्ट्रेट बन्द गर्नु आर्थिक आत्महत्या सरह हुने टिप्पणी गरेका छन्। इरान ओपेकको तेस्रो ठूलो तेल उत्पादक हो, जसको दैनिक उत्पादन 3.3 मिलियन ब्यारल रहेको छ। केप्लरको तथ्याङ्क अनुसार पछिल्लो महिनामा इरानले 1.84 मिलियन ब्यारल प्रतिदिन निर्यात गरेको थियो। यसको अधिकांश भाग चीनलाई बिक्री गरिएको थियो। केप्लरका अनुसार चीनले समुद्री मार्ग हुँदै आयात गर्ने कच्चा तेल मध्ये करिब आधा फारसी खाडीबाट आउँछ। यदि स्ट्रेट बन्द गरियो भने त्यो आत्मघाती निर्णय हुनेछ। त्यसले चीन तर्फको निर्यात प्रवाह बन्द गरिदिन्छ, जसले इरानको प्रमुख राजस्व स्रोतमा ठूलो असर पार्नेछ। केप्लरका प्रमुख तेल विश्लेषक म्याट स्मिथले CNBCसँग भने, विदेश मन्त्री रुबियोले इरानले स्ट्रेट बन्द गर्ने प्रयास गरे अमेरिका त्यसको सामना गर्न सक्षम रहेको बताएका छन्। यसले हाम्रो भन्दा अरू देशहरूको अर्थतन्त्रमा अझ गहिरो असर पार्नेछ। उनले भने, यो एउटा ठूलो विषय बन्न सक्ने र यसको असर अमेरिका मात्रै नभएर अरू देशहरूमा पर्नेछ। अमेरिकी नौसेनाको 5औं फ्लिट बहराइनमा तैनात छ। यसले फारसी खाडीमा समुद्री सुरक्षाको जिम्मा पाएको छ। तेल बजारका सहभागीहरू अमेरिकाले होर्मुज स्ट्रेटमा इरानको कुनै पनि अवरोध प्रयास तुरुन्तै सामना गर्ने बताउँछन्। तर केही विश्लेषकहरूले बजारले वास्तविक जोखिमलाई कम आँकेको चेतावनी दिएका छन्। हाम्रो मूल्याङ्कनमा इरानले शिपिङलाई बजारले सोचे भन्दा लामो समयसम्म रोक्न सक्छ। रेपिडान एनर्जीका संस्थापक तथा पूर्व राष्ट्रपति जर्ज डब्ल्यू बुशका ऊर्जा सल्लाहकार बब मैकनलीले भने, उनले थपे, यो समस्या केही घण्टा वा दिनमा समाधान हुने विश्वास गर्नु बजारको भ्रम हुन सक्छ। अमेरिकी नौसेनाले अन्ततः जित्नेछ, तर प्रक्रिया सहज हुने छैन। अमेरिकाले इरानका 3 आणविक सुविधाहरूमा शनिबार साँझ गरेको आक्रमणपछि तेलको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। अमेरिकाले इजरायलसँग मिलेर इरानको आणविक सुविधाहरूमा
तेलमा आक्रमण गरेपछि एसियाली शेयर बजारहरू ओह्रालो लागेको थियो। तेलको मूल्य सोमबार 5 महिनाकै उच्च बिन्दुमा पुगेको एनडीटीवीले जनाएको छ। तेलको मूल्य 2% भन्दा माथि उक्लिएको छ। यो जनवरी यताकै उच्च हो। यसले विश्वव्यापी गतिविधि र मुद्रास्फीतिमा जोखिम निम्त्याएको समाचारमा उल्लेख छ। अहिले ग्लोबल बेन्चमार्क ब्रेन्ट तेल 2.7% ले बढेर प्रति ब्यारल $79.12 पुगेको छ। अमेरिकी कच्चा तेल 2.8% ले बढेर $75.98 पुगेको छ।